हाम्रो यात्रा यसरी सुरु भएको छ स्कुटी त्यहाँ छोडेर यहाँनिर आइपुगेको लाखा चौक अरे हामी यहाँदेखि अब उकालो हिँड्यौँ 3 घन्टा र 4 घन्टा लाग्छ अरे हामीलाई यस्ता मान्छेहरूसँग कसरी पुग्नु होला माथिसम्म जाने कहाँसम्म पुगिन्छ अनि फर्किने हामी हामी हिँडेको यसरी हैन झोला बोकेर अनि के रे तोपथुम्की हिँडेको मान्छे यो तालमा पुग्ने हो ए तोपथुम्की त हैन कहाँनिर नि बिर्छ यो उकालो हो दिदी ए यही उकालो जाऊँ न अब यतै हो यतै हो म पुऱ्याउँछु तोपथुम्की यस्तो हामी हिँडेको छ पुगिन्छ पुगिँदैन आधा बाटो पुगेर फर्किने हो 2-4 पाइला हिँड्दैमा नै फ्याफ्या हुने मान्छेले उहाँ माथि कसरी पुगेर आउँछु मलाई भगवान् सोच्दा पनि यसरी जाने हो तोपथुम्की हिँडेको हेलो सानो कता हिँडेको तिमी तोपथुम्की हिँडेको मान्छेहरू छिटो हिँड छिटो कसले ढोका दियो ठिक छ हिँड है मलाई बोकेर आउनु त त्यसो नगर न सरसरी हिँड न जाँदैछौँ टाङ्गी टिपेर फर्किनुपर्छ होला बाटो कता कता थाहा छैन हाइकिङ भन्न घरमा ठिक थियो अरे नानी घरमै ठिक थियो अरे अब हो रनिङ सेन्टर अरे अब त्यो नचाहिने गर्नु चाहिँ सक्ने हिँड्नु नसक्ने यो त एउटै छ हामी हिँडेको अवस्था है बाटो त यतिको राम्रो छ त हौ कहाँसम्म थियो लानु सकिन्थेछ त सेमा टक्ने स्कुटी माथिसम्म पुऱ्याइन्थेछ कहाँसम्म जान्थ्यो छोडेर अनि हिँड्नु पर्थ्यो नसकेपछि आउनु आउनु हामी यसरी खाँदैछौँ बाटोमा यहाँ बसेर होइन बिस्कुट ठिक छ हाम्रो हाइकिङ हिँड्नु नसकेर भारी यहाँ घटाउँदैछौँ हाम्रो भारी बोकेर पेटमै बोक्ने अब यतिकोमा त सकिन्छ क्या स्कुटी कसले पिकनिक भन्दै एडभेन्चर पुऱ्यायो एडभेन्चर त गर्नुपर्छ त होइन यो बाटो सजिलो छ क्या एडभेन्चर हुन्छ स्कुटी जाने रहेछ नि हामीलाई भनेन नि त सरी ठिक छ यो गाडीमा हामी आइपुग्यौँ यो गाडीले हामीलाई लै पुऱ्यायो यहाँसम्म यताबाट आएको हामी फेरि यता जानुपर्ने अरे यो गाडी चाहिँ उता गयो यहाँ चिउरी भन्छौँ अरे यहाँनिर स्कुल रहेछ नि त यत्रो आमामामा जनकल्याण अरे यो उयो रहेछ 2000 जनकल्याण माध्यमिक विद्यालय पो रहेछ त हौ मावि पो रहेछ त नि 2027 सालमा भएको रहेछ आमा पुरानो पो रहेछ त नि यात्रा कस्तो भयो गाडीको कस्तो रमाइलो भयो हामी यता आइपुग्यौँ चिसो छ मौसम राम्रो रहेछ जाडो पो रहेछ हौ त्यही
चिउरी भन्ज्याङ आइपुग्यो। चिउरी भन्ज्याङ चिउरी भन्छ चिउरी भन्ज्याङ आइपुगेको छ। गाडीले बोकेर हामी हाइकिङ हिँडेको र गाडीले बोकी माग्दै। अघि तपाईले जसले त्यो गाडीले भन्नु भएको नि त्यही हो त्यो गाडी हिँड्नु पानी छुटेको छ नि त त्यही भएर मान्छेले भुइँ ढोक्दै आएको रुँदै आएको त्यही भएर गाडी पाइयो। यहाँनिर स्कुल दामी रहेछ। पहिलोचोटि आएको के हो छिटो नपरे। फ्रान्सी टोपठुम ऊ त्यहाँ फेरि नानी पस्छौ। ओए मेरोमा पनि रहेछ। लु 2-3जनाकोमा पसिसकेछ कि तपाईकोमा पनि मेरोमा नि होला। मैले त थाहा पाइन। कता यहाँ एउटा फ्रान्सीकोबाट झिकेको मेरोमा पनि हो कि कहाँबाट जुका भएको? जुकाले हाँदै निस्किँदैछन्। कहाँ गएको? भ्या भएको अवस्था यति हिँड्नु भने। फाइनल्ली हामी टपठम्की पुगेको अवस्था यस्तो हुँदै रहेछ। बनाउँदै रहेछन् होइन। हामी चाहिँ यस्तो असिना पसिना हुँदै निस्कियो। आधा घन्टा भनेकोमा 1 घन्टा लगाइयो होइन। 2 घन्टा भनेकोमा 4 घन्टा लगाइने रहेछ। है त्यो फेरि यता थिएन यताको त्यो हो के यस्तो छ। टपठुम्की यस्तो रहेछ। झन्डा त छैन त टपठुम्कीमा त अँध्यारो के हेर्नु यो वाट के हो यो के हो के हेर्न हामी यो बलैले कसरत गरेर आइयो कि लास्टमा वाट इज दिस नै भयो यार। वाट इज दिस भयो। 2-3 चोटि लड्दै आयो आएर छैन त घुँडा पिल्साउँदै आएको त। ओ माई गड बस्ने ठाउँ चाहिँ दामी रहेछ। दामी छ बस्ने शीतल। यस भेरी गुड। ल ने भिडियो छ तिमीलाई दामी छ यस्तो छ। कता गयो यो बादल गर्नु हावाले लग्दैछ बादल चाहिँ लैजा टपठुम्की अरे यस हामी बादल लैजा।
लाऊ बाधा लगाइदिन्छ हौ उसुलाई केही पनि देखिँदैन हामी जाउँ ले मको खिचे मलाई फोटो फोटो मात्रै आऊ भिडियो ल भयो फुन्जीबाट हामी फर्किँदैछौँ दामी घर चाहिँ कतिखेर पुग्नु हे 4 बजिसक्यो हामी घर पुग्न चाहिँ 8 बजे पक्का पक्की भयो यहाँ यस्तो दामी छ पारी गाउँ देखिँदैछ यतादेखि कुहिरो हान्दिउँ त्यताबाट हुस्से निस्किँदैछ हामी फर्केको अवस्था पानी पर्ला पर्ला जस्तो भएको छ कहिल्यै जाडो भयो कसैको खुट्टा दुख्यो जुका आउँछ जुकुमा आउँछ जुकुमा अघि जुकु यहीँ लागेको थियो हामी यसरी फर्किँदैछौँ पानी पर्नु आँट्यो हामी पुग्ने कहिले हो थाहा छैन अब 2-3 घन्टा लाग्छ होला हिँड्नु तल पुग्नु नै स्कुटी भएको नि र झिङ्गलाला नै हुने भयो यार लाग्छ होला हौ सानो बेपत्ता हुने भयो जिन्दगी हामी यो हालतमा घरमा आइपुगेका छौँ बेजेको अवस्था खुट्टा दुखेर बिजेको छ